भाइ नमस्ते नमस्ते सुमन रामु गुल्मी ठुलो लुम्पेक गुरडुम अहिले पुटोल मणिग्राम बसबास अहिले यता आज यता भजन गानाहरू छ आउनु होला डान्स गर्नु होला आज त धेरै रहेछ कि अब मान्छे आज त धेरै छ मान्छे नानी ला कहाँ बस्ने
समयको प्रतीक्षा गर्नु होला। समयको फल मिठो हुन्छ। अहिले झाँकी लिएका छौँ, राधाकृष्ण गणेशजीको पार्वतीको झाँकी हामीले देखाउन बाँकी नै छ। धन्यवाद माथिमा बस्नु भएको नानी कृपया ताली बजाइदिनुलाई, हात माथि गरेर ताली बजाइदिनुलाई। सम्पूर्ण सभामा भएकोजनाहरू आज यस नेतमा नगरपालिका वार्ड नम्बर 8 विमानटोलको जान काम गरेको पत्रिका संस्थाको संयोजक सामान्य चौकमा सुन्दागाली भजन कीर्तनमा हाम्रो यस श्री दुर्गा भगवती भजन समूहले आयोजना गरेको ठुला धार्मिक भजन कीर्तनमा हजुरहरूले मन पराएर संस्कृतिलाई जोगाउनुपर्छ भन्ने मन पराएर हजुरहरू गुरुमामा उपस्थित हुने हालको उहाँलाई एकछिन बसेन कहिलेकाहीँ च्यानलमा पनि अझै माथि चढेर एकछिन बस्छ के सहयोगी गरी दाताहरूलाई मार्गदर्शन गर्ने गरिरहेको छौँ। एकछिन बेला सम्पूर्ण सरकारले भन्नुलाई सम्मान गर्नमा हार्दिक अनुरोध गर्छु। आजको यस कार्यक्रमको भजन समूहलाई मन पराएर यसै तिलोत्तमा नगरपालिका वार्ड नम्बर 8 निवासी लिम्बुवार प्रधानजीबाट रु 551 रुपियाँ कमाइ भएको छ। उहाँलाई त्यस्तै गरी हाम्रो विभिन्न आज यस कार्यक्रमलाई सहयोग गर्ने हाम्रो कार्यक्रम त्यो निःशुल्क स्वयंस्वरूप प्रदान गर्ने हामी यसर पार्टीको लागि जोरदार पार्टी सम्मान गर्नको लागि हार्दिक अनुरोध गर्छौँ। त्यस्तै गरी हामीलाई आजको यो बिजुलीको सुचारू कार्यक्रम सञ्चालन गर्नको लागि यसै प्रथम 8 वडा नम्बर 8 निवासी श्री भादानन्द प्रसादजीबाट यो बिजुलीको लागि निःशुल्क